जानु भन्नु पापालाई भन्नु जानु हेर्नु मात्रै होइन मन मानेर राख्नु पर्यो होइन लुगा नलाउनु अरे रेडी छ रेडी एकदम त्यो टिका लाउने बेलामा फट्टै लगाएर आइहाल्नु पर्यो नि यो हामी अब यहाँ क्याटी गर्छौँ यता आउनुहोस् त नानी के गर्ने तपाईँ यसलाई त डोकोमा छोप्नु पर्दैन तिमी त हाम्रो बिहे हेर्नु हुँदैन डोकोमा छोप्नु हुँदैन यसलाई अहिले त हेर्दा के हुँदैन 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 न भाग त हामीले दिइहाल्यौँ ल फलाक्नु न सुन्नु त्यो सोह्र सौ दिनु ए के त होइन ल यहाँ उभिनु असल वस्तु देखाउनु लागि हामी देखाएको छु हो हामी दिदिउँ त माथि हजुर फेरि यसपालि पोलेर म लिएर आउँछु पोलेर अनि एकछिन त्यहाँ राख्नु ओ भाटा दाउरा हाल्यौँ अङ्कल ले त ए लाउनु त यसो ले त अलिक घाटा चर्र पार एकछिन राख्नुपर्छ है फेरि त्यहाँ तेलमा भारमा राख्नु पर्यो भिडियो गरेर फेरि फोटो पनि मार्नु थाल्यो बाटो लगा भिडियो गर्न भएको थियो किन फोटो खिचेको घरमा राख्नु पनि रिक्सी पर्छ सकिगएको छ एउटा बनाउनु सकिएन यो यादै हुँदैन खोइ सोइलामाले कि कसले बनाउँछ अरे असल यो पनि भएन भनेको थिएँ यहाँसम्म अझै चलाउनु साउनदेखि तल देखिनु पोल्नु पर्ने थियो मैले भनेको त थिएँ बनाउनु पर्छ बढाउनु पर्छ यो सबै देखिनु पर्छ दिदीहरूको त बनाउनु भएको छ नि त नयाँ भाग धेरै आउनु भएछ अहिले यो भूगोल किताबमा यस्तै लेखेको थियो हाम्रो के राई भन्नु गरम कुन चाहिँ चुला के पापा सिकाउनु सिरिलुङ यो माने घरको सिरिलुङ नि सिरिलुङ यो पाखालुङ यो बाहिर हेर्ने हो यो बामेलुङ यो दाजुभाइ बसमहरू बसम भनेर भन्छ अब बसमको लो हो पापा त्यसलाई बाङ्गालुङ भन्छ बामेलुङ सिलुङ पाखालुङ माखालुङ यी माखालुङ भनेको नि यही हो बामेलुङ भनेको नि यही माखालुङ भनेको हाम्रो गाउँले त सेमेलुङ भनेर होइन सुनिराख्नु फोन त्यो त हाम्रो पापाले भन्नुहुन्थ्यो सिलुङ पाखालुङ माखालुङ माखालुङले चाहिँ के पापा कसो गर्ने माखालुङले माने दाजुभाइ दाजुभाइ नि माखालुङ चाहिँ हो पाखालुङ भनेको सेमेलुङ भन्नुहुन्थ्यो कि अनि बेबी देखाउन यसलाई बेबी जाउँ न पाखालुङ सिरिलुङ चाहिँ अब पानी चाहिँ होला यो खाने बेला आइगयो भने त यो चाहिँ यिनै डढो छ खाने हो के अब हुनु पर्छ डढोस् दिने डढोस् न त त्यसो नि सिरिलुङ चाहिँ मूल लुङ चाहिँ उत्तर सिरिलुङ चाहिँ माने घरको घरको त्यो जोत्न छुनु भएन अनि यो पाखालुङ चाहिँ भयो माने बाहिर जस्तै भने भनौँ न स्टारभित्र छ सोध्दै छैन यो माखालुङ चाहिँ भयो दाजुभाइ अनि सिरलुङ बाबा त्यतै हुन्छ सिरलुङ यहाँ त हुन्छ अनि यता मौसमतिर हेरिराखेको छ नि त
घरको हो नि त बर्मा नभई यो पाखालुङ कसले सक्छ 20 के भन्न थाल्यो माखालुङ अब दाजुभाइ दाजुभाइ भनेको बसम भन्छ है फेरि बसम भनेपछि दाजुभाइ असल यो मलाई मिठो छ भने खान्छ उताको म छु हुन त फेरि आगो मर्छ यहाँ बनाएर चाहिँ अलिक अप्ठ्यारो लाग्छ किनभने अब तोरै छेउमा खनाइदिनु न सोध्दै छैन बुहारी जोतेर उताको टेस्टी रहेछ पापा आज दिनदेखि जुठो पनि हुन्छ चुलालाई अलिक त्यस्तो डोलो बनाउनु पर्छ सुँगुर आधा खाँदै सोध्दै छैन भइसक्यो मान्छे बाटो आएछ अब फोन अब है होइन कहाँ 30 वर्ष 40 वर्ष भयो नि त अनि मैले बाँडेको नि अनि कुमारी कति वर्ष भयो 40 42 भएन बाँडेको जानी जानी अन्जानमा त अन्जानमा यता त खालिङमा बिहे गरेर खाना छैन अस्ति कस्तो खानु भयो नखाने अब त भुलमा पनि मामाले खानु भएको छैन ठिक छ अब त अब त भुलमा नि नखानु नि राजानीलाई सोधेर खानु नि अब नखानु नि आज चुलामा लाउनु भएको छ मलाई हेरी लान्छ नाखाने चाम्लिङ छ अरे दादाको हातबाट खाँदैन त यहाँको मेरो मामलीहरू अब बुढा मामलीहरू यहाँ साथु हो उहाँहरूले खाँदैन मामाले नि बुढा मामली आमाको मामलीहरू हजुर अब हामी यता ओए दाल के भयो दाल कति 3 चोटी गर्नु पर्यो कम भिडियो गर्नु न मिठो गर्दैछ गर्दैछ भिडियो छ कि भरे गर्नु पर्यो नि ए 2 चोटी भयो अब 1 चोटी अझै गर्नु पर्यो माथि भागलाई त के चालिसमा त खासमा पनि हुन्छ नि त के भन्नु जान्छ भात के भन्छ पुन्जो कि के भन्छ पुन्जो होइन पुन्जो होइन यो कुल हो यो छोरीचेली उयो गर्ने हो मामा कसो कुल यो कुलको हो नि कुलको या त ए कुलको ढोकातिर कुलको हुन्छ है त यो नगरी मनमा पर्दा राख्नु पर्दैन अब नेगी यो गर्दा यतै बसमहरूलाई एकछिन यहाँ केट गरेर बस्नुलाई जानु ओ पापा फरम नल्याएको चाहिँदैन यति बेला चाहिँ यो कुलमा अब देखाउनु भएको यताबाट उ गर्नुहुन्छ नि छोरी निजीबाट यता मात्रै अब यता कुलमा यता अब आयो उताको नियम राजु लो त्यो बाँड्नु पर्ने ग्लास ल्याइदिनु त ठुलामा 2-3 वटा यहाँ ए यादैमा फेरि एक गरेर ज्यादा हुन्छ मेरो पनि गरेको तर एक त गरेको अलिक 40 वर्ष पार भयो अलिक ग्लास वान टाइम ग्लासमै गरौँ न त्यो उयो बोतल त तातोले पापा ए होस् न एकपल्ट बेर बिर्सिहाल्यो अनि यिनी गरेको पेटको भइसकेछ त हो कुन बाँड्नु पर्यो भनिरहेको छु पापा कुन चाहिँ बाँड्नु पर्ने लो सौतनको चाहिँ हुँदै लु लु के यो र यो ओइ ओइ के गुनगुन र के दिखा ओ पन यो दुईटा हो बाँड्नु पर्ने यो दुईटा बाँड्नु अब ककरले खानु यो हुने कोकोले भने अब सेतलाई दियो सेतला हुन्छ भेनालाई त ज्वाइँमा अरे म खादिन ए हो म ज्वाइँलाई नि दिउँ न यो प्रसादी हो अलिकति फग्ला थाहा छ लो तपाईँ लो 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 छिटो त्यो गुनगुन र केटीलाई दिप्सुलाई बोलाउँछ नि फेरि गुनगुन र दिप्सु आयो कहाँ गयो होइन त्यो सक्नुपर्छ यो सक्नुपर्छ सो सिधै तपाईँ ए यहीँबाट डिभाइड गर्नु न यो सकिदिउँ है यो नगर्नु त्यहाँ अब यो अगेनमा लगाइहाल्नुपर्छ अहिले यो सिध्यो अब यो कहाँ भर्ती भर्ती हालेको ए सिधै फङ पनि अब थोरै थोरै हालिदिनु न
दुईजना मात्रै हुन्छ ल्याइहाल्नु त फट्टै भयो त अनि चारवटा गिलास न राजु त्यो सबमा मिला न चाँडामै हो यो भिनाजुलाई चाहिँ यति नै होस् न भिनाजुलाई यो मेहनालाई यति नै होस् न भनेको नि बुझ्नु भएन त मिल्ला नि यो सबै एकै ठाउँ मिसाएर अहिले हो 20-25 वर्ष भयो यहाँ थोरै हालिदिउँ त्यहाँ थोरै बस अब यो बनाउने राजु नै हालस् ल बाई फङ ल यो त्यो खुइलाउँदा हुन्छ अब भेनालाई चाहिँ यति होइन यहाँ ज्वाइँलाई चाहिँ ज्वाइँलाई चिन्नु भयो कस्तो छ है अलिअलि भेनालाई दिएन अब यो चाहिँ यो मेरो अँ अनि हाम्रो